नमस्कार, म पारदर्शी अनलाइन। यस फर्स्ट होमिज कप 2025 मा उपस्थित भएको 12वटा टिममध्ये एक टिम बीआरएस टिम कस्तो छ, कस्तो तयारी गरे? तयारी भन्नाले नि अब नर्मल हुन्छ हैन। हामी अब एउटा देशदेखि हामी बाहिर छौँ, विदेशमा छौँ, त्यही अनुसारले अब भाइहरूले जस आफ्नो तयारी गरिरहेकै छौँ हैन। बेला बेलामा छुट्टीको समयमा खेल्ने, प्र्याक्टिस गर्ने त्यो भइरहेको छ। त्यस अर्थमा ठिकै छ। अब वाउ भन्ने त अब त्यो हुँदैन नै हैन। हामी किनभने विदेशमा भएको कारणले त्यो चाहिँ हुँदैन, तर जति सक्दो अब भाइहरूले प्रयास चाहिँ गरेको छन्। प्र्याक्टिसको लागि, हरेक गेमको लागि तयारी राम्रै भइरहेको थियो। भनिन्छ नि यो खेल भनेको एउटा जीवनको एउटा उद्देश्य सहित एउटा आफ्नो शरीरको व्यायाम पनि हो। त्यसमा हामी नेपाली भएर अर्काको भूमि फुटबलमा त्यस साथ ग्राउन्डमा आएर हामीले यस नेपालीहरूलाई गर्वका साथ देखाउन पर्दाखेरि तपाईँलाई कस्तो खुसी लागेको छ? होइन, म पनि एउटा अब खेलप्रेमी भएको नाताले म पनि अब बेला बेलामा खेल्ने भएको नाताले अब यो स्पोर्ट भनेको चाहिँ एउटा हाम्रो लागि अत्यन्तै महत्त्वपूर्णै कुराहरू हो हैन। हामी देशदेखि विदेशसम्म आएर पनि हामीले जस यहाँ भाइहरूले अब होमिस हाम्रो आयोजक भाइहरूले राम्रै गरिरहनु भएको छ। त्यसको लागि अब भाइहरूलाई पनि धेरै धेरै धन्यवाद। त्यसमा हामी पनि जोडिन पायौँ हैन। एउटा बीआरएसले पनि अब जोडिएर खेल्न पाउँदाखेरि अत्यन्तै खुसी लागेको छ। र त्यही हो, अब सबैलाई चाहिँ अब बेस्ट अफ लक भन्न चाहन्छु हैन। अब विदेशी भूमिमा अब सबैले मिलेर हैन, एग्रेसिभ नभई हैन, मिलेर खेल्नुपर्छ, जोगिएर खेल्नुपर्छ। भइसक्यो किनभने हामी अब विदेशमा छौँ, भरे चोटपटक यताउति केही भयो भने त्यो भरे फेरि हामीलाई नै अलिकति गाह्रो हुन्छ। त्यही अनुसारले चाहिँ नि अब खेल्नुपर्छ भन्नु लाग्छ। अन्त्यमा 12वटा टिमका सबै खेलाडी साथीहरूलाई के भन्न चाहनुहुन्छ? म हाम्रो सबै टिमहरूलाई के भन्न चाहन्छु भने म बीआरएस एफसी रोस्लभको म्यानेजरको हैसियतले सबैलाई बेस्ट अफ लक, राम्रो खेल्नु होला, सेफ खेल्नु होला हैन, उत्कृष्ट प्रदर्शन देखाउनु होला भन्न चाहन्छु। हस् त, धन्यवाद।